21-22 वर्ष 21 वर्षको मान्छेले चुनाव लड्न पाओस्। अबको परिवर्तन मुलुकको परिवर्तन हो, अवस्था परिवर्तन हो, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन हुनुपर्छ। कृषिको मन्त्री बन्न पर्यो भने संसार पढेकाले होइन क्या, कृषि नै पढेको मान्छेले मन्त्री बन्नुपर्छ। जहिले पनि नेपालमा के हुन्छ भनेदेखि एउटा आन्दोलन गर्ने बेलामा सबै नेपाली एक हुन्छ, तर माग पूरा गर्ने बेलामा मेरो यो माग, तेरो यो माग, तेरो यो माग भनेर अगाडि बढ्छ। कुनै पनि देशमा आन्दोलनकारीलाई जेल हाल्दैन। त्यो आन्दोलनकारी परिवर्तन गरिसकेपछि मर्नुपर्ने देश त होइन होला नि त, जेल बस्नुपर्ने देश त होइन होला नि त। आन्दोलन गर्ने बेलामा यसरी मुठी परिसकेपछि आन्दोलन सकिएपछि यसरी फुट्न हुँदैन। यो आन्दोलन गर्दा पनि मुठी पर्ने हो र माग पूरा गरुन्जेल मुठी पर्ने हो। तत्कालीन आन्दोलनको अवस्थालाई उग्र बनाउन सरकारले निरङ्कुशता साधेको हुँदा तत्कालीन सरकार पक्षलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्काल सरकारलाई कारबाही गर्नुपर्छ। होइन भने अन्तरिम संविधान जारी गरेर प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्नु। आजको विषम परिस्थितिलाई, मुलुकलाई परिवर्तन गर्नका निम्ति नेपाली जनता तत्पर रहेछन्, जो कि आजभन्दा 28 वर्षभन्दा मुनिका मान्छेले यत्रो आँट र उत्साह गरे, ताकि योभन्दा 28 वर्षभन्दा माथिका मान्छे यसरी आउन सक्दैन, ताकि त्यो विचार मिल्दो रहेछ। 28 वर्षभन्दा मुनिका मान्छेले यो देशमा बस्नुपर्छ र यो देशमा बाँच्नुपर्छ भन्ने ती पढ्ने ती साना मेरा भाइ बहिनीहरूलाई म सम्झन चाहन्छु, ताकि उहाँहरूले देखेको सपना हामीले पुरा गर्नुपर्छ। एकले अर्कालाई साथ दिनुपर्छ, एकले अर्कालाई भन्नुपर्छ। त्यसो हुँदा परिवर्तन सम्भव छ। अबको परिवर्तन मुलुकको परिवर्तन हो, अवस्था परिवर्तन हो, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन हुनुपर्छ। यदि सक्दैन भने के गरी जाने हो हामीलाई सल्लाह दिनुपर्छ। धेरै दिन अलमल्याउन पाइँदैन। त्यसो भएको हुँदा सम्पूर्ण आदरणीय मतलब कि पत्रकार साथीहरूदेखि लिएर सम्पूर्ण पत्रकारहरूलाई म भन्न चाहन्छु, तपाईँहरूले पनि सामाजिक सञ्जाल मार्फत फोर्स गर्नुहोस् कि यो सरकार यतिखेर के भन्दा सामाजिक सञ्जालबाट युनिटी भएको हो। सामाजिक सञ्जालबाट अब फेरि पनि एकचोटि माग पूरा गर्ने बेलामा युनिटी गर्छ। जहिले पनि नेपालमा के हुन्छ भनेदेखि एउटा आन्दोलन गर्ने बेलामा सबै नेपाली एक हुन्छ, तर माग पूरा गर्ने बेलामा मेरो यो माग, तेरो यो माग, तेरो यो माग भनेर अगाडि बढ्छ। एउटा यो देशको परिवर्तनका निम्ति के माग हुन्छन्, एउटा बसौँ, छलफल गरौँ, यो माग चाहिँ पूरा गर्न सकिन्छ र यो माग पूरा गर्न